के छ खबर ल भन त। हेलो विद्यार्थी भाइ बहिनीहरू, के छ खबर ल भन त। हेर त 12 को के छ, 12 को एक्जाम सकिएर बसिरहेको छौ होला। कतिजना चाहिँ के छ ड्रपर सेसनको लागि के छ रेडी भएर बसिसकेको छ होला। इन्ट्रान्स नेपालमा हामीले फ्रेसर ब्याच र के छ ड्रपर ब्याच दुईटै के छ लन्च गरिसकेको छौँ। फ्रेसरको लागि के छ हाम्रो के छ फर्स्ट ब्याच लन्च हुँदैछ र हाम्रो के छ ड्रपरको लागि रिस्टार्ट 2.0 पनि स्टार्ट भइसकेको छ। तिमीहरू के छ ड्रपर ब्याचमा पनि के छ इनरोल हुन सक्छौ र के छ फ्रेसर ब्याचमा पनि इनरोल हुन सक्छौ। र आजको भिडियोमा चाहिँ के हुन्छ इन्ट्रान्स नेपालको ब्याचमा, के पाइन्छ त इन्ट्रान्स नेपालको ब्याचमा, फिजिकल क्लासमा के हुन्छ, अनलाइन क्लासमा के हुन्छ भन्ने बारेमा चाहिँ आजको भिडियो छ। लेट्स गेट स्टार्टेड है। हाम्रो ओरिएन्टेसन पनि आउँदैछ, सबै डिटेलमा ब्याच लन्चको भिडियो हामी गरिहाल्छौँ सबै फ्याकल्टीलाई इन्ट्रोड्युस गरेर। आज चाहिँ के पाइन्छ र किन जोइन गर्ने, टाइम पनि कम छ है, हामीसँग 4 महिना मात्रै बाँकी छ। त्यही भएर हामी स्टार्ट गरौँ के छ इन्ट्रान्स नेपालको के छ फिजिकल क्लास नै किन है। हामीसँग के छ अनलाइन क्लास पनि छ है, वी हेभ द अनलाइन क्लास पनि। तर के छ यो फिजिकल क्लास नै किन, वाइ फिजिकल क्लास है, यसको बारेमा हामी डिटेल पनि गर्ने छौँ यसमा है। ढिला नगरिकन के छ यसमा के छ हामी सुरु गरिदेऊ त। ल हेर त है, मेन सबैभन्दा मेन कुरा इन्ट्रान्स नेपाल जोइन गर्नुको मेन कुरा भनेको हाई के हो सक्सेस रेट हो भाइ बहिनीहरू। हेर इन्ट्रान्स नेपालको के छ यस्तो सक्सेस रेट छ कि है हामीमा के छ बरु थोरैजना विद्यार्थी राखेर पढाउँछौँ, हामी धेरैजना पढाउँदैनौँ। हामीले के छ एउटा क्लासमा के छ 40 जना विद्यार्थीलाई राखेर पढाउने हो, धेरैजना विद्यार्थीलाई राखेर पढाउने होइन, थोरैजना विद्यार्थी राखेर पढाउने तर थोरैजनाको के निकाल्ने हो रिजल्ट निकाल्ने हो है। इन्ट्रान्स नेपालमा जोइन गरिसकेपछि के छ तिम्रो के छ सक्सेस रेट त के छ 100% हो भाइ बहिनी। ढुक्कबाट यसमा के छ तिमी ढुक्कबाट के छ 100% के छ सक्सेस रेट लेख्दा पनि भइ नै हाल्छ, के छ डाउट छैन। मैले भन्छु यदि तिमी के छ तिमीलाई स्पेसिफिक मार्क्स चाहिएको छ, स्पेसिफिक के छ र्याङ्क चाहिएको छ, स्पेसिफिक तिम्रो के छ कोटा छ, गभर्नमेन्ट स्कुल पढाएको छौ भने के छ तिमी के छ कन्ट्याक्ट गर है। के छ सक्सेस रेटमा के छ तिमीहरू टेन्सन गर्नुपर्ने कुनै जरुरी छैन। द नेक्स्ट केस भनेको अब फिजिकल क्लास जोइन गरेको विद्यार्थीहरूलाई के छ हाम्रो अनलाइनको लाइभ क्लास र अनलाइनको भएको रेकर्डिङ ब्याचेसहरू सबै के हुन्छ फ्री हुन्छ। यसमा कुनै पनि पेमेन्टहरू गर्नु पर्दैन। जस्तै तिमीले के छ आज आउन ढिलो भयो, तिमीलाई आज आउन सकेनौ भने पनि के छ तिमीले अनलाइनबाट एक्सेस गर्न सक्छौ, क्लास छोड्न पनि कुनै जरुरी छैन है, क्लास कुनै पनि छोड्न पर्दैन। अनि अर्को मेन कुरा इएन जोइन गर्ने भनेको मेन कुरा भनेको के छ गाइडेन्स एन्ड सपोर्ट हो भाइ बहिनीहरू। तिमी जसरी पढे पनि जति मेहनत गरेर पढे पनि लास्टमा के छ चाहिने भनेको गाइडेन्स एन्ड सपोर्ट हो। किनकि हामीसँग के छ थोरै टाइम छ, यो थोरै टाइममा हामीसँग जम्मा कति छ 4 महिना मात्रै टाइम छ होइन र, मलाई त त्यस्तै लागेको छ। कति छ 4 मन्थ टाइम छ हामीसँग, 4 मन्थ। ल हेर त यो 4 महिना टाइम छ, यो 4 महिना टाइमलाई के गर्नु पर्यो धेरै नभए पनि के छ तिमीले 3 मन्थमा कम्प्लिट गर्नुपर्छ तिम्रो कोर्स। यो 3 मन्थमा के गर्नु पर्यो 3 मन्थमा तिमीले के छ कोर्स कम्प्लिट गरेर एकचोटि हेर है कोर्स के छ कम्प्लिसन गरेर अनि बाँकीको के छ 1 मन्थ, बाँकीको के छ 1 मन्थमा हेर त यो बाँकीको 1 मन्थमा तिमीले के गर्नु पर्यो यसमा रिभिजन गर्नु पर्यो है। यसमा के छ रिभिजन गर्नु पर्यो, यसमा महारिभिजन भइहाल्छ। त्यो महारिभिजनमा तिमी के हुन्छ इन्क्लुडेड हुन्छ। अब यो गाइडेन्स एन्ड सपोर्ट भन्दा सबैजनाले भनिहाल्छन् है, गर्न कसैले नि गर्दैनन्। यो गाइडेन्स एन्ड सपोर्ट दिनको लागि हाम्रो इन क्लास पनि हुन्छ, आउट क्लासको पनि हुन्छ। इन क्लासमा पनि हामी एउटा क्लासमा कति छ 40 जना स्टुडेन्ट राखेर पढाउँछौँ। सो त्यसको कारणले गर्दा हरेक इच एन्ड एभ्री स्टुडेन्टलाई के छ नजानेको सोधेर स्टुडेन्टलाई क्लासमै के छ यहाँ सरले के छ क्वेसन लेख्नुहुन्छ, स्टुडेन्टलाई सोधा उठाएर के छ फर्मुला भन्न लगाउनुहुन्छ, यसको स्टेप्स भन्न लगाउनुहुन्छ, कसरी गर्ने के गर्ने भनेर हो। त्यसरी चाहिँ पढाइन्छ। जबसम्म स्टुडेन्टले बुझ्नुहुन्न हामी के छ अगाडि बढ्दैनौँ है, हामी के छ अगाडि बढ्दैनौँ। त्यो कुराले के छ धेरै म्याटर गर्छ। द नेक्स्ट इज के छ डेली के छ डाउट क्लास हुन्छ र भाइभा हुन्छ। डेली के छ डाउट क्लास र के छ भाइभा। दिस इज के छ इन्ट्रान्स नेपालमा मात्रै हुने कुरा हो है यो है। अरू कसैले खोइ मैले अहिलेसम्म कहिले देखेको छैन, यत्रो भइसक्यो यो पुतली सडकमा म हिँड्न लाग्यो है, अहिलेसम्म मैले देखेको छैन। के छ डाउट क्लास भन्ने मात्रै सबैजना राख्न त राख्छन् 1 घन्टा 2 घन्टा, तर के छ विद्यार्थीहरूलाई त्यति इफेक्टिभ नहुने। हाम्रोमा के छ है क्लासेस सकिसकेपछि के छ सधैँ के हुन्छ डाउट क्लासेस हुन्छ। यो डाउट क्लासेसमा के छ एउटा स्टुडेन्टले डाउट सोध्यो भने सबैजनालाई पनि के हुन्छ यसमा फाइदा भइ नै हाल्छ। र अर्को इएनको इम्पोर्टेन्ट कुरा भनेको के छ भाइभा हो। हेर भाइभा हो, यो भाइभामा के गर्छौँ हामी भन्दाखेरि के छ स्टुडेन्टमा टपिक दिन्छौँ। त्यो टपिक दिइसकेपछि 10-15वटा क्वेसन ल्याएर स्टुडेन्टको कोर कन्सेप्टलाई चेक गर्छौँ, यो क्वेसनलाई कसरी एप्रोच गर्छौँ के गर्छौँ भनेर क्वेसनको के छ हामी एप्रोचलाई ध्यान दिन्छौँ। त्यो कुराले धेरै म्याटर गर्छ है। अनि विद्यार्थीलाई के हुन्छ कि पढ्ने बानी बस्छ, घर घर म पढ्नुपर्छ, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्ने बानी पनि बस्छ। द नेक्स्ट इज
अर्को भनेको के छ च्याप्टर वाइज टेस्ट इन द डिपिपी हेर है च्याप्टर वाइज टेस्ट र डिपिपी यो हेर है यो च्याप्टर वाइज टेस्ट एन्ड डिपिपी के छ हाम्रो के छ इएनको मोड्युल छ यो मोड्युलमा के छ भएको क्वेसनहरु हामी के छ डेली के छ होमवर्कको रूपमा दिन्छौं है अनि अर्को भनेको के छ च्याप्टर सकिने बित्तिकै आफ्टर इच च्याप्टर कम्प्लिसन त्यसपछि तिमीहरुले डिपिपी पाउँछौ त्यसपछि तिमीहरुले के छ डिपिपी पाउँछौ यो डिपिपी मा डेली प्र्याक्टिस प्रब्लम हो च्याक्क लाएर के छ त्यसमा डिपिपी मा टपिक लेखेको हुन्छ कति सकियो सब टपिकहरुमा हेर्दै जाने जस्तै प्रोजेक्टल मोसनको सरले 1 लेक्चर पढाउनु भएको छ र फर्स्ट लेक्चर पढाउनु भएको छ भने फर्स्ट लेक्चर सम्मको देखि 1 देखि कति 15 नम्बरको क्वेशन गरेर आऊ भन्नुहुन्छ त्यो डिपी बाट तिमीहरुले के गरेर आउने हो त्यो पनि पाउँछौ केमा हार्ड कपीमा है त्यो पनि हार्ड कपीमा पाउँछौ त्यहाँ भन्दा बाहिरको क्वेशन फस्दैन है त्यतिबाट आउने यो क्वेशन चाहिँ नेक्स्ट भनेको सैटरडे मोडल एक्जाम पनि के छ फ्री छ है फ्री सैटरडे मोडल एक्जाम के छ फ्री र के छ डेली के छ अनलाइन एक्जाम पनि फ्री छ इएनको एपबाट र के छ यो के छ अफलाइन एक्जाम पनि के छ फ्री छ त्यसको लागि के छ अहिले के छ अनलाइन एक्जाम पनि के छ फ्री भएको छ यसको लागि सबैजनाले यो एक्सेस गर्न सक्छौ त्यसको लागि के छ इन्ट्रान्स नेपालको एप डाउनलोड गर है सबैजनाले के छ इन्ट्रान्स नेपालको के छ हाम्रो एप छ यो एप डाउनलोड गर अनि यो एपबाट त तिमीहरुले के गर्न सक्छौ एक्सेस गर्न सक्छौ है सबै कन्टेन्टहरु चाहिँ यसबाट एक्सेस गर्न सक्छौ र अर्को भनेको के छ आस्क विथ के छ मेन्टर अब एनी टाइम है अरुको जुनसुकै बेलामा पनि तिमी के छ घरमा बसिरहेछौ है तिमीलाई इन्स्ट्यान्टली के छ डाउट आयो घरमा बसिरहेछौ अनलाइनको लागि भनिरहेछौ फिजिकलको लागि त डाउट आउने बित्तिकै इन्स्ट्यान्टली के छ इन्स्टिट्युटमा आऊ केही समस्या हुँदैन तर अनलाइनको लागि घरमा बसेछ डाउट आयो इन्स्ट्यान्टली के छ मेन्टरसँग के छ मिटिङ गर मेन्टर एप खोला एपमा के छ आस्क विथ मेन्टर गर त्यहाँ एउटा मेन्टरमा भिडियो कल जान्छ भिडियो कलबाट तिम्रो के छ त्यहाँबाट इन्स्ट्यान्टली के छ डाउट राख तिमी मात्रै हुन्न 4-5 जनाहरु पनि डाउटमा लाइन बस्नु भएको छ अडियो के छ भोइस नोट पठाइदेऊ तिम्रो डाउटको लागि एउटा क्वेशनको फोटो क्वेशनको के छ स्क्रिनशट लग्या यहाँनिर के छ तिम्रो क्वेशन्स भयो राइट क्वेशन भयो यहाँनिर के छ भोइस नोट पठाइदेऊ यहाँबाट भोइस नोट पठाइदेऊ है सर मलाई यो समस्या भयो यसमा कुन फर्मुला लगाउनु के गर्नु पर्यो उताबाट के छ सरले यसको सोलुसन के गरिदिनुहुन्छ भेजिदिनुहुन्छ है अब भएन भोइस नोट दिनु भएन भने हामी के छौ गाइडेन्स सपोर्टको लागि के छ मिटिङ पनि एरेन्ज गरिदिन्छौँ हामी मेन्टरको लागि है ओन्ली के छ दिस इज ओन्ली फर स्टुडेन्ट किनकि हामी इन्ट्रान्स नेपालले के छ नर्मल रेगुलर क्लास गराउँदैनौँ हामी के छ हाई केयर क्लास र स्पेशल क्लास मात्रै के गराउँछौँ नेक्स्ट भनेको रिडिङ रुम नेक्स्ट भनेको के छ रिडिङ रुम छ जस्तै अब यहाँ पढ्ने विद्यार्थी भाइ बहिनीहरूलाई के छ आफ्नो लाइब्रेरी होस्टेलमा है होस्टेलमा तिम्रो घर रुममा पढ्ने के छ इन्भाइरोमेन्ट छैन के छ बहुत के छ डिस्टर्बेन्स बढी छ है यसमा डिस्टर्बेन्स बढी छ भने तिमीहरूले के छ इएनको के छ पिसफुल रिडिङ रुम छ है रिडिङ रुम छ यो रिडिङ रुम पनि के गर्न सक्छौ तिमीहरूले एक्सेस गर्न सक्छौ है यो एक्सेस गर्न सक्छौ दिस इज एप्लिकेबल फर सबैको लागि इएनको स्टुडेन्टले पनि गर्न सक्छौ है इएनआइट्सले पनि यो एप्लाई गर्न सक्छौ नाइसले पनि र यो भनेको आउटसाइडले पनि गर्न सक्छौ यदि के छ तिमीहरू आएर यसको बारेमा पनि बुझ्न सक्छौ है पिसफुल के छ रिडिङ रुम छ रिडिङ रुममा आइसकेपछि तिमीहरूले के छ मस्तसँग 6 बजेदेखि बेलुका 6 बजेसम्म पढ्न पाउँछौ र अर्को कुरा भनेको यसमा के छ यसमा डाउट सल्भिङ क्लास पनि हुन्छ डाउट सल्भिङ क्लास हुन्छ र के हुन्छ एक्जाम हुन्छ है यो चाहिँ यसमा के छ पोसिबल छ र अर्को भनेको के छ हाई केयर क्लास फर द स्पेशल के छ इन्ट्रेस्टेड स्टुडेन्ट कोही विद्यार्थीहरू यस्तो पनि हुनुहुन्छ हामीसँग के छ है कोही विद्यार्थी यस्तो हुनुहुन्छ कि जसलाई के छ हाई केयर क्लास चाहिन्छ लिमिटेड के छ 10-15 जनामा पढेर 10-15 जनामा पढेर सर मलाई त धेरै जनामा पढ्न सक्दिन मलाई अलि इन्डिभिजुअल केयर गाइडेन्स चाहिन्छ 40 जना भन्दा पनि कम स्टुडेन्टमा बसेर पढ्न चाहन्छु भनेर भन्छौ भने उनीहरुको लागि भनेर के छ हामी हाई केयर क्लास गरेका छौं यसमा के छ 10 स्टुडेन्ट राख्छौं हामी है धेरै स्टुडेन्ट राख्दैनौं 10 स्टुडेन्ट के छ पर के छ क्लास है पर क्लासमा 10 स्टुडेन्ट हुन्छौ र यो भनेको के हो भन्दाखेरि पुरै यसमा तिमी सुत्न मात्रै घर जाने हो है ओन्ली के छ स्लिपको लागि मात्रै घर जाने हो घर जाने है अरु सबै काम पढ्नेदेखि लिएर खाने सबै काम कहाँ हुन्छ इएनमा हुन्छ एकदम यो भनेको के छ हाई केयर भनेको यसमा त ग्यारेन्टेड वाला हो भाइ बहिनी यसमा के छ है यसमा के छ ग्यारेन्टेड वाला हो
यदि के छ फेल भयो, यदि के छ फेल भयो, यानी कि व्हाट इज द मिनिङ अफ फेल? फेल भनेको सक्सेस नहुनु हो, भनेको पास मात्रै त्यो भन्न खोजेको 40 भन्दा कम 50 भन्दा कम भने हैन। यदि फेल भयो, तिमीले सोचेको जस्तो तिम्रो एम पुरा भएन, तिम्रो एम भनेको स्कलरशिपमा नाम निकाल्ने थियो, त्यो पुरा भएन भने यु विल गेट द के छ रिफन्ड है, यु विल गेट द के छ रिफन्ड। ल यो ब्याचेसहरु छ, यो आइसकेको छ, दिस इज द फ्युचर अफ द इयन। अर्को भनेको के छ हाम्रो यसमा अर्को कुरा पनि तिमीहरूले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि अर्को भनेको के छ सबै आउटसाइडरको लागि पनि जो अलरेडी पढिरहेछौ उनीहरूले के छ इयनको एप जोइन डाउनलोड गरेर इयन एप र त्यहाँ भएको कन्टेन्टबाट फ्री देऊ है। त्यहाँ हेर है, मेन कुरा भनेको मोडल इक्जाम, हेर मोडल इक्जाम एनी टाइम तिमीले दिन सक्छौ, मोडल इक्जाम है, मोडल इक्जाम पनि त्यहाँबाट के छ दिन सक्छौ। अरू के छ भिडियो क्वाड एभ्रिथिङ के छ यसमा अपडेटेड भएको छ, त्यहाँ गएर तिमी हेर्न सक्छौ। यो सबै कुरा इयन एपको फुल एक्सेस पनि के छ तिमीले त्यहाँबाट पाउँछौ। अनि अर्को कुरा इयनमा जोइन गरिसकेपछि के कुरा पाउँछौ भन्दाखेरि यु विल गेट द के छ मोड्युल है, मोड्युल पाउँछौ। यु विल गेट द के छ सी सोल्युसन, सी 5 इयर सोल्युसन, सी के छ 5 इयर सोल्युसन यु विल गेट। र अर्को भनेको के छ आइडी कार्ड एन्ड के छ टी सर्ट पनि तिमीहरूले पाउँछौ है स्टुडेन्टको लागि। अनि अर्को भनेको इयनको एपको सब्सक्रिप्सन फुल। र अर्को भनेको के छ क्वाड एन्ड के छ प्रिभियस ब्याचेसको रेकर्डिङ भिडियोजहरू के छ हैन, ओल्ड ब्याच फ्री। र के छ अर्को भनेको के छ इक्जाम है, यो इक्जाम के छ फ्री। सबै कुराहरू चाहिँ तिमीहरूले पाउँछौ। यो के छ ब्रिफमा भन्नुपर्दा यो सबै कुराहरू चाहिँ इयनको के छ कुनै पनि ब्याचेसहरू लियो भने यु विल गेट दिस मच फर टुडे। अरू अझै डिटेलमा हामी भिडियो पनि बनाउँछौँ, त्यो पनि हेर। अब कसरी पढ्ने 4 मन्थमा कसरी अगाडि बढ्ने भन्ने भिडियो पनि म बनाउँछु। त्यसको लागि डिटेलमा र हरेक च्याप्टरको हरेक टपिकको हरेक के छ कन्सेप्टको भिडियोहरू पनि आउँदैछ। स्टे ट्युन है। ल आजलाई हामी यति नै गर्छौँ, फेरि पनि के छ नेक्स्ट भिडियोमा हामी भेट्नेछौँ।